कुरो भन यसपालि दसैँमा सपिङ के को सपिङ खाली सपिङ यहाँ पैसा नभएलामा यसलाई चाहिँ उहाँले चुप्लाएर बस है तपाईँ चाहिँ कुरै नसुनि जहिले कराउनुहुन्छ यसो सल्लाह गरौँ भनेको जहिले क्याङ 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 मात्रै गर्नुहुन्छ केही भन्दिनँ के सल्लाह गर्न आँटेको थियो लु भन नि त लु भन लु भन्दिनँ है भन अब भयो नि त अब भन नि त यसपालिको दसैँमा नै सपिङ नगरौँ ल पोहोरकै लुगा छ कतै कतै हिँड्दा त्यही एक दुई एक लगाएको छ कतै हिँड्दैन पनि त्यही लुगा लाउनुपर्छ पोहोरकै लुगा लाउनुपर्छ तपाईँसँग पैसा पनि छैन छ कि छैन नि देखेछ यसो लुगा नकिन्नु होइन त दसैँमा साँच्ची हो नि तपाईँ पनि त्यही पुरानो लगाउनु भने पुरानै लगाउनु है म चिकिन्छु तिमीलाई चिकिन्दैन नि त ल किन पैसा खर्च नगरौँ न अब मेरो पोहोरको लुगा लाउनु तिमी पोहोरको लाऊ म यसपालको लाउँछु ल कति खर्च गर्नु हो एउटा पेन्ट र सर्ट म किन्छु नि त तिमी चाहिँ पोहोरकै लगाऊ नि त ल नि त तपाईँले किन्नु मलाई नकिन्नु ल साँच्ची नि किन्दैन भन्न पाइँदैन फेरि यो नाक भाँचिदिन्छ नि फेरि त्यसो भन अन्त भन्दिनँ हौ भन्दैनौ अनि पोहोर पनि त अनि एकछिन त लगाएको छ नि त नि एकछिन लाग्यो के थाहा पोहोरको लुगा भनेर कसलाई के थाहा पोहोरको लुगा भनेर अन्त पोहोर लगाएको लुगा यसपालि लाउँदा चिन्दैनन् केही यो त ल ल ल ल लामो नाके ल खुसीको कुरो सुनाइदिनु यतिकै चाहिँ बुढी हुनु पर्यो